हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको सामु अनि अंडा करीको रेसिपी लिएर आएको छु। मैले यहाँ केही आलुहरू चाहिँ उसिन्नको लागि राखेको छु अनि यो आलु चाहिँ एकदम मजाले पाकिसकेको छ अनि यसलाई चाहिँ म केलाएर एउटा भाँडामा राख्दै छु अनि एकदम मजाले मैले आलुलाई केलाइसकेको छु अनि हेर्न सक्नुहुन्छ। अनि फेरि एउटा अर्को भाँडामा चाहिँ अनि केही अंडाहरूलाई म चाहिँ फुटाउँदै अनि राख्दै छु। अनि यो अंडाहरू राखिसकेपछि यसमा थोरै नुन राखेर यसलाई अनि मजाले म चाहिँ अनि घोल्ने छु। यसलाई तपाईहरुले हेर्न सक्नुहुन्छ। मजाले यसलाई चाहिँ म मिक्स गर्दै छु। मजाले मिक्स गरिसके मैले यो अंडालाई अनि यो अंडालाई मिक्स गरिसकेपछि अघि केलाएर राखेको आलुलाई अनि फेरि म मिचेर यसलाई चाहिँ मसिनो बनाएर रेडी बनाएर राखेको छु। अनि एउटा कराईमा मैले तेल तताएर अनि अघि रेडी बनाएको अंडालाई अनि फ्राई गर्दै छु है। अनि यो चाहिँ एकदम रातो हुने गरी म फ्राई गर्ने छु यो अंडालाई चाहिँ। अब अर्कोपट्टि यो अंडालाई म फर्काउँदै छु। दुईतिर नै मजाले पकाउनु पर्छ। रातो हुने गरी यो अंडालाई चाहिँ मैले पकाएको छु। अनि अब यो अंडा चाहिँ पाकेर रेडी भएको छ। अब यसलाई चाहिँ म एउटा प्लेटमा धिपेर राख्ने छु। अब चाहिँ यहाँ प्याज र खुर्सानीलाई राखेर अनि म फ्राई गर्दैछु। यो प्याजलाई चाहिँ निकै बेर फ्राई गरेर रातो भइन्जेसम्म फ्राई गर्ने छु म। हेर्न सक्नुहुन्छ यो प्याज चाहिँ एकदम मजाले फ्राई भइसकेको छ है। अब यो फ्राई गरिसके पछाडि चाहिँ यसमा म अदुवा लसुन अनि जिरा र धनियाको पेस्ट राख्दैछु। अनि त्यस पछाडि थोरै बेसारलाई पनि यहाँ राख्दैछु। अनि थोरै नुन पनि यहाँ राख्दैछु। अब यसलाई चाहिँ म मजाले फ्राई गर्छु। यो सबैको मिक्स गरेर त्यसलाई मजाले फ्राई अब चाहिँ यो मसलाहरू सबै मजाले अनि मिक्स भएर फ्राई भइसकेको छ। यसमा अघि मिचेर राखेको आलु हाल्दैछु। यो आलुलाई पनि अनि मिक्स त्यही गरेर यसलाई चाहिँ मजाले चलाएर अनि छोपेर मजाले मोल्ने छु। अनि यो उम्लिसकेपछि चाहिँ अघि तयार गरेको अंडालाई मजाले काटेर पिस पिस बनाएर अनि यसमाथि म राख्दैछु। अब चाहिँ मैले अंडा करी रेडी भएको छ। मेरो भिडियो सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुभएको लागि तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद।